जिन्दगीमा पहिलोचोटि भैँसी दुहुने अवसर पनि पाइयो साथीहरू। अजी हुनुहुन्न, अजी बिरामी भएर उहाँ पाल्पा जानुभएको छ, त्यही भएर अजाले फेरि खासै सक्नुहुन्न। अजाले खासै नसक्ने भएर यसो नजानी पनि भैँसी दुहुन प्रयास गरेको। अजाले उहाँ भैँसी पगाल्दै हुनुहुन्छ, मैले भैँसीलाई फकाइरहेको छु। अजा फेरि सक्नुहुन्न, बिरामी चक्कर आउँछ क्या, फेरि यसो धेरै बेर थामिन सक्नुहुन्न, त्यही भएर अजाले पकालिदिनु भयो। मैले फेरि अब नजानी भैँसी दुहुन लाग्यो। अजाले फेरि कहिले पनि भैँसी नदोएको कहाँ जानिन्छ र भन्दै हाँस्दै हुनुहुन्थ्यो। यहाँ ओरिजिनल साउन्डै थियो, त्यो फेरि झुक्केर डिलिट भएछ। अजाले र मैले नातिनी बाजेले पालो भैँसी दुहुँदैछौँ। के गर्नु परेपछि जे पनि गर्नु पर्यो। अब घरमा अजी हुनुहुन्न, अजी बिरामी भएर पाल्पा दबाई गर्न जानुभयो। अब अजासित म छु। अजी नआउँदासम्म खाना बनाएर दिन पर्यो। भैँसी छ, अनि फेरि भैँसी दुहुनु पर्यो। घाँस काट्न त बरु पर्दैन, घाँस काट्न त एउटा दिदी छिन्, उनीहरूले काटिदिन्छन्। घाँस गोबर सदर त बरु उनीहरूले गर्छिन्। भैँसी दुहुन त पर्यो। अजाले पनि नसक्ने, मैले पनि नजान्ने, त्यही भएर सिक्दै पहिलोचोटि कस्तो हुने रहेछ भनेर महसुस गर्न पनि पाइयो। बल्ल भैँसी त्यहाँ पग्लिँदैछ, थोरै आछ। त्यही अजाले कहिल्यै भैँसी नदोएको मान्छेले आज पहिलोचोटि भैँसी दुहुन लाहा भन्दै हाँस्नुहुन्थ्यो। के गर्ने, मलाई फेरि बुढाबुढी भनेपछि टिस लाग्छ कि एकदम माया लाग्छ। जेमा पनि सघाउन मन लाग्छ। फेरि आफूलाई माया गर्ने हुन पर्यो। फेरि म फेरि पहिल्यैदेखि नै अजाजीको एकदम माया लाग्छ कि म पहिल्यैदेखि नै अजाजीलाई एकदम सघाइरहन्थेँ। अब अहिले त झन् बिरामी भएको बेला सघाउनै परिहाल्यो। घरमा अजाजी अनि एउटा काम गर्ने बहिनी दिदी नै भन्छु म, दिदी हुन्छ। त्यही दिदीले अलिअलि सघाउँछ, घाँस दाउरा यताउति बाहिरको काम। भित्रको त अब अजीले गरिहाल्नुहुन्थ्यो। फेरि अजी नभएको बेला फेरि अजालाई खाना बनाएर दिन पर्यो। खाना बनाएर खान त सक्नुहुन्न। बल्ल भैँसी दुहेन लाग्थ्यौँ। अजाले फेरि तँ जानेनस्, मैले दुहुन्छु खै यता आइज भन्दै हुनुहुन्छ क्या त्यहाँ। अब म त कहिले भैँसी नदोएको मान्छे, अब पहिलोचोटि मैले खासै सकेन। म त अलिअलि त गरिरहेको थिएँ। अब कहाँ भैँसी दुहिरहने जस्तोले दुहुनुहुन्छ नि उहाँहरूले जस्तो कहाँ दुहुन सकिन्छ र पहिलोचोटि त। फेरि अब अजा जानुभयो, अजाले दुहुनुहुन्छ अब भैँसी। रमाइलो लाग्दो रहेछ नि। पालो गर्दैछौँ क्या हामीले फेरि। अजा फेरि भैँसी दुहुँदै चक्कर आयो भन्नुहुन्छ अहिले। गाह्रो छ। हाम्रो अझ 84 गरेको अजा कसले भन्छ भर्खर। अझै पनि कान सुन्नुहुन्छ। अब त्यस्तो काम गर्न त सक्नुहुन्न, तर कान सुन्ने देख्ने सबै गर्नुहुन्छ। भाग्यमानी हो क्या हामी फेरि अजाजीको साथमा बस्ने पाउने। अजाले कस्तो राम्रोसँग दुहुनुहुन्छ, म त जान्दिनँ। त्यही पनि थोरै त धोएँ। अब अजी नआउँदासम्म अजाको र मेरो काम हो भैँसी दुहुने।
गाउँतिरको दुध फेरि कस्तो मिठो टेस्टी हुन्छ कि बजारमा किनेर खाएको भन्दा गाउँमा एकदम मिठो हुन्छ। धेरै त दिँदैन अहिले भैँसी, थोरै दिन्छ। पहिलोचोटि भैँसी दुयो लाइफमा। ल अब यति भन्दै म चाहिँ यही यो भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। अब लाइफमा यो कालीले कति दुःख दियो आज हामीलाई, अचालेर मैले फकाउँदा दुध बल्ल यति दुइयो।